यो महासागर हो, यो लडाईँ छ। यो चाहिँ एउटा कौरव र पाण्डवको यो लडाईँ हो। कौरवहरूले असत्यको लडाईँ लडेका थिए भने पाण्डवले सत्यको लडाईँ लडेका थिए। हामी आज त्यसैको लडाईँमा छौँ र हामी युद्ध मोर्चामा छौँ। म यहाँको समय धेरै लिन चाहन्न। सानो रवि लामिछानेको एउटा परिचय दिन्छु। कतिपय मान्छेलाई रवि लामिछाने कति सालमा जन्मिनु भयो त्यो पनि थाहा छैन, कहाँ जन्मनु भयो त्यो पनि थाहा छैन होइन। त्यो त्यस पछाडि म यहाँलाई घन्टी कविता सुनाउँछु है त। रवि लामिछानेले सबभन्दा पहिले जेलमा बस्दाखेरि भन्नुभएको छ, 36 वर्षसम्म यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर के दुःख मनाउनु जब यिनीहरूले सिङ्गो देशलाई जेल बनाइसके। रवि लामिछाने। रवि एक नेपाली राजनीतिज्ञ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति। 2079 को प्रतिनिधि सभा निर्वाचनमा उनी चितवन 2 बाट प्रतिनिधि सभाका सदस्य बनेका थिए। राजनीतिमा प्रवेश गर्नु अघि एक टेलिभिजन प्रस्तोता थिए उनी। सन् 2013 को अप्रिलमा नेपालको न्यू 24 टेलिभिजनमा निरन्तर 60 घण्टा भन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए। उनको न्युज 24 मा प्रसारण हुने लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग थियो होइन। यति तसम्म ठिकै हो त। उनको जन्म 2032 भदौ 28 गते भएको थियो। नागरिकता काठमाडौँबाट लिएका थिए। बुवा लालचन्द्र लामिछाने, पत्नी निकिता पौडेल। चितवन निर्वाचन क्षेत्र 2 बाट 2,54,176 मत प्राप्त गरेर सर्वाधिक मत लिएर उनी विजय भएका थिए। उनको सानो परिचय मैले यही छोटाएँ। म यहाँलाई घन्टी कविता सुनाउँछु। यो म चाहिँ छन्द खण्डमा कविता लेख्छु। यो मन्दक्रान्त छन्दमा छ। यसको गण हुन्छ म भन त गु। ल सुनिदिनु होला है त घन्टी कविता। हस्। घन्टी बज्यो नगरभरिमा, भ्रष्टले कान खोला। नेपाली हो अब त सबले, भ्रष्टको पोल खोला। कालो मैलो मन बिच भए, माथा धोएर